के खालको ड्राइभर रहेछ डाँडो खर्कामा झार्दै भनेको त यस्ता ल्याएर झार्दिने ए ड्राइभर साहब पैसा फिर्ता आउने छ है अर्को दिन भाडा मिलाउनु पर्छ ल काम पाइएन सहरमा झरेर घरै बस्छु स्वास्नीसँग लडेर चिन्ता छैन केही अच्छा लो घुरान दाई त गाउँमै आएछ नि त ए घुरान दाई बल्ल बल्ल घुरान दाई के हो तिमी त गाउँ आएछौ त गाठे होइन म अमेरिका वर्ल्ड कप हेर्न गएको खबरहरू आउनलाई काममा गएको मान्छे आए त अनि कमसे कम फोन त हार्नु पर्दैन गाडी एक्कासी थाहै नदिई आउने होइन घुरान दाई अरू त सबै ठिकै हेर तर त्यो तिमीले अस्ति दिन्छु भनेको पैसा खै नबोल त नबोल त्यो पैसाको र त्यसको सम्बन्ध तेरो र मेरो यहाँ मैले तँलाई के ल्याइदिएको भन्ने कुरो मलाई मात्रै थाहा छ निकाल त निकाल घरै गएर निकाल्दा पनि बाटाको ल ल ल अब बल्ल बल्ल आएर छु ल ल ल यहाँ बसेर कुरा हार्ने हो हेतेरिका मने अब बल्ल बल्ल सहरबाट घर फर्कियो छु मुन्छेलाई कति बेला घर जाम जस्तो भयो के कुरा ल भन्छ कुरा त गम्भीर छ हेर गुरान दाई अब तिम्रै कुरा हो कि सुन नसुन मलाई के भयो र हेतेरिका मने ओ भन्न त भन् के कुरा ल छिटो भन् त ल हेर गुरान दाई एकदम ध्यान दिएर सुन फेरि कुरा त एकदम जटिल छ फेरि बुझ्यौ ल यहाँ सुन ल भन् कुरा यही हो गुरान दाई त्यसको यत्रो हिम्मत बुढोले त्यसलाई सुख दिने भनेर सहरतिर काम गर्न झर्ने त्यो चाहिँ यहाँ नाटोसित पल्किने त्यसलाई त मैले यहाँ सुन पहिला यहाँ सुन यतिकै आवेशमा आएर हुन्छ त्यसले यहाँ यत्रो बिदमसम्म च्याएर बस्ने मेरो नाकै काट्ने त्यसलाई मैले जानेको छु आज त्यसलाई वारको पारेर मैले छोड्छु ल ल ल धेरै आवेशमा नआऊ फेरि त्यहाँ त्यही हो हेर गुरान दाई मिलाएर त गर्नुपर्छ बुझ्यौ नत्र नि हुन्न फेरि त्यसको यत्रो हिम्मत त्यसैको लागि भनेर सानो बच्चादेखि ल्याएर पाले हुर्काएँ त्यसैसँग बिहारे अहिले आएर म सहर गएको बेला यहाँ यत्रो चाहिँ रडाको मच्याएर बस्ने मेरो इज्जत छैन अनि हुन पर्दैन इज्जत हालेर बस्न पर्दैन छोरी मान्छे भएर बिहा भएको मुन्छे अनि त्यसरी त अर्कासँग पैसा गएर ल अर्कासँग लाम्ने हो अब यो घुरानीले अर्थ जियो अर्थ घुरानीले अर्थ भन्ने कुरो पनि जानकारी धेरै त आवेशमा नआऊ आवेशमा आएर केही काम छैन ल ल ल अब उ गरेर त्यहाँ कुरो बुझ्यौ ल फेरि त्यहाँ गाएमा होला त्यहाँ भोलि फेरि अप्ठ्यारा साथ दिने काम तेरो भयो फेरि म ढुक्क छु क्या गुरान दाई त्यहाँ तिर रहेछौ बारीमा अझै पनि मकै छन् कि यति नै हो कि सकिए हजुर यति नै हो जेठन सर अब बाँदरले नखाएको भए धेरै हुन्थ्यो के अरे सब बाँदरले खाएर बर्बाद बनाएको छ त ए हो है चाहिँ सर के गर्ने अब मैले सक्ने भयो नि खुरु लाएर मैले पनि मकै पाउँथेँ सबै त सकिन्न के गर्ने दाजु पर्दैन उहाँले बोक्नुहुन्छ पोहोर साल योभन्दा डबल ट्रिपल थियो अहिले त बाँदरले सकेर जम्मा यति मात्रै त मदन जेठन सर अब दाजु पनि कुरा गर्दै गर्नुहोस् म आज यसो त्यो गाउँको मिटिङमा जानुपर्ने थियो अलिक ढिला भएछ ल ल छिटो गरेर आउनु नि म खाना बनाएर राख्छु खाना चाहिँ आउँछ नि फेरि ओहो ज्वाइँ छ किन यति साह्रो हतार बरु यसो खाना खाएर गयो हुन्थ्यो कि होइन नि जेठन सर मिटिङ त बिहान गयो अब यो मकै लिएर आउँदाखेरि म ढिलो भयो जसरी पनि जाँदैपर्छ ल जेठन सर बस्न अहिले म जान्छु है छिटो गरेर आउनु नि फेरि
ए बहिनी चुप लाग हेर त हेर हाम्रो ज्वाइँ छ आहा कति मजाले सुध्रेका हुन् अन्त समाजसेवी काममा पनि लागिसकेका छन् यो जति घुस कुरा अरू के हुनसक्छ हेर के चिज न ए दाइ यति काम पनि के काम उसलाई त गोरुलाई झै गधालाई झै धसाउनु पर्छ हजुरले भन्नुभएको थियो नि लाटी सोझी नबन अब त म त चलाक बनिसकेँ नि ल बहिनी धेरै बाटो पनि हुने होइन अब तँलाई एउटा उखान टुकान थाहै छ होला काग बाटो हो भने गु हान्छ अरे पारो लाटो भयो भने दुध हान्छ अरे भन्छन् त्यही भएर धेरै बाटो हुने पनि होइन एकदम लिमिटमा बाटो हुने हो बुझिस् ल ल हुन्छ दाइ म खाना बनाउँछु हजुर बस्दै गर्नु है के छ कालु सन्चै छौ हेर न म त बिजी भएर फोन गर्न नि पाइनँ जे पाइ त्यही नबोल न तिमी पनि अनि खाना खायौ त तिमीले कुरा भन्न थियो तिमीलाई ल त नि ल तिमी बिजी भएपछि कुरा गरौँला फोन राखे अहिलेलाई ल धेरै दिनपछि घर आइयो बुढी पो घर छैन त सिर्जना सिर्जना बुढी म त टक्कै घर आइपुगेँ त ए हजुर आउनु भयो हेर हेर हरिहरि गनायो कि के गर्नुपर्छ मलाई थाहा छ पानी माथि ओवानो ओनी थियो मेरो हरि बेबी त ट्याक्क अङ्गलोमा अटेथ्यो हेर न आफ्नो बुढा त फर्सी जत्रो अङ्गलोमा नै अट्दैन कतै म बोलेको बुढाले त थाहा पाएनन् किन हो त नि बुढा फोनै नगरी आउने ले तिमी सिर्जुलाई के थाहा सरप्राइज भनेको यही हो ल ल बुढा हिँड्नु भित्र जाऊँ भोक लाग्यो होला तिर्खा लाग्यो होला बुढाबुढी मस्त मिठो खाना बनाएर खानुपर्छ अब जे होस् मेरो बुढीले जस्तो मलाई मया मुना मदनले पनि आर्दैनन् यति कुरोमा त म ग्यारेन्टी छु है गर्न परेन त आफ्नो बुढालाई ल ल तिमी यो झोला लिएर भित्र जाँदै गर यसो हातखुट्टा धोएर आउँछु बडो छेपारेले जस्तो रङ फेर्नी तेरा कर्तुत त सबै मलाई थाहा छ नि पर्खेस तँलाई के हेर्नुपर्छ मलाई थाहा बहिनीको हातै मिठो सधैँभरि यस्तै अर्ग्यानिक खाना खान पाए त कति मजा आउँथ्यो आउने स्वास्थ्य पनि हेल्दी हुने अब बजारको त्यो विभिन्न नाना थरीको कीटनाशक औषधि हालेको तरकारी खाँदा खाँदा हेल्दै खराब भयो बहिनी ओ बहिनी यहाँ आऊ त ल ल्याउनु त ल म यसो गाउँतिर गएर आउँछु है ए हुन्छ दाइ अल्छिटी गरेर आउनु है आउँछु नि बरु ज्वाइँ सब भएछ आउनु भएन
खाना पो पुग्छ भन्नु मैले यत्रै खाइदिएँ पुग्छ दाइ। ल ल म एकछिन घुमेर आउँछु ओहो यो झरी पनि कति पर्या हो। मकै सुकाम्ला भनेको घर पनि यति साह्रो पोरो भइसक्यो। खै के गर्ने उछारै नपाउनेमा। यति बेला आऊ मिटिङबाट आउने। बिहान त नि मिटिङमा गएको ढिलो भयो जानु पऱ्यो यसो खाना पस्किँदा मलाई साह्रै भोक लागेको छ दिन्छु नि खान। पहिला जस्तो लाटी सोझी मानेको बसना त अहिले बाटी भइसक्यो। पहिला गएर खुरुक्का भाँडा माझ्ने त्यस पछाडि दिन्छु खाना खान। पहिला खाना खान्छु अनि भाँडा माझ्छु हुँदो र बस्नु हुँदैन। पहिला गएर भाँडा माझ्ने त्यस पछाडि बल्ल खाने। यो तिमीलाई सजाय हो बुझ्यौ। के गर्नु पहिला हरि थियो अहिले हरि बिजोग भएछ केही बोल्नु भएछ नि अब बोलौँ भने अनि बाघले खाइन सक्नु जेठन घरमै मुन्छ अहिले त जेठान साहब हुनुहुन्छ नि जेठान साहबलाई मैले जान्दै दिनुहोस् न मैले यसको खोइरो खन्छु कि खोइरो नानी सुस्मिता नानी नानी सुस्मिता नानी भाउजू निकै आत्तिँदै आउनुभयो त किन आत्तिनु भएको केही समस्या पर्यो कि बिरामी हुनुभयो त्यस्तो केही होइन नानी म त हजुरसँग माफी मागौँ अनि एउटा बिन्ती बिसाम भनेर आएकी मसँग यति ठुलो मान्छेले माफ माग्नुपर्ने के गल्ती गर्नुभयो र भाउजू अनि कस्तो खालको बिन्ती हो र नानी अस्ति हजुरले जे भन्नुभयो जति भन्नुभयो त्यो सब मेरो लागि भन्नुभएको मेरै जिन्दगीको लागि भन्नुभएको तर खै के भयो त्यो दिन मलाई उल्टै हजुरसँग झगडा गरेँ हजुरको कुरा सुनिन मानिन आज पछुतो पर्दैछ त्यो दिनको लागि मलाई माफ गरिदिनु नानी भाउजू मैले पहिले नै हजुरलाई भनेको सम्झाएको पनि हो यो सबै कुरा छोडिदिनुहोस् भनेर हरि अङ्कलको र हजुरको सम्बन्ध क्यान्सर रोगभन्दा पनि घातक बन्छ भनेर यो सम्बन्धले हजुरहरूलाई छिडिक खुसी त मिल्ला तर यसले कति हानि नोक्सानी गर्छ भनेर हजुरहरूले सोच्नु भएन यसले घुराने दाइक र उता बास्ना आन्टीको जीवन त बेहाल हुन्छ र यता हाम्रो गाउँको इज्जत र उता तपाईँको बाउमाइतीको इज्जत पनि माटोमै मिसिन्छ भाउजू ढिलै भयो नि हजुरको बुद्धि फिरिएछ खुसी लाग्यो मैले हजुरलाई माफ गरिदिएँ भाउजू तर आजदेखि हजुर र हरि अङ्कलको सम्बन्ध न यो कानले सुन्न परोस् न यो आँखाले देख्न परोस् यदि मैले सुन्ने या देखेँ भने म जस्तो नराम्रो कोही पनि हुने छैन
हस् नानी, आजबाट यस्तो गल्ती मबाट झुक्केर पनि हुने छैन। अनि नानी, म त अर्को एउटा बिन्ती बिसाउ भनेर। कस्तो खालको बिन्ती हो र भाउजू फेरि? नानी, दाइ पनि कामबाट घर फर्किनु भएको छ। दाइले हजुरलाई एकदम माया अनि विश्वास गर्नुहुन्छ। बिन्ती छ नानी, हरि र मेरो सम्बन्धबारे दाइलाई केही पनि नभनिदिनु। भाउजू के गर्नुभएको यस्तो? हुन्छ भाउजू, म हजुर र हरि अङ्कलको बारेमा घुराने दाइलाई केही पनि भन्ने छैन। तर भाउजू, मैले भनेको कुरा चाहिँ याद राख्नु फेरि। हस्, हुन्छ नानी। भाउजू, चिया पिएर जानु न त। होइन होइन नानी, अहिलेलाई मलाई हतार छ, पछि आएर खाउँला नि। सुस्मिता नानीलाई त जसोतसो सम्झाए, यो मर्ने मुर्दार कम्त चम्ते छ, यसलाई चाहिँ कसरी सम्झाउने होला? बस्नु न, खाजा बनाऊ न। यसो खाजा खानुपर्ने, भोक लागेको थियो। तिम्रो पनि हात खुट्टा छ के अरे, खुरुक्का गएर बनाउने। फेरि खाजा बनाउँदा आफूलाई मात्रै बनाउने होइन, दाइ पनि आउने बेला भयो, दाइ र मलाई पनि बनाउनु पर्छ। बहिनी हजुर दाइ। के गर्दैछौ? ए मकै बनाउनै भ्याएको छैन दाइ, हेर्नु त। हो र? अनि ज्वाइँ साहब कहाँ जानुभयो त नि? ए भित्र खाजा बनाउँदै हुनुहुन्छ दाइ। ल बहिनी, आज त फेरि म सहरतिर फर्किनु पनि भयो। हो र? म त झन् 2-4 दिन बस्नुहुन्छ कि भनेको त, आजै जाने? बस्न मन त मलाई थियो नि बहिनी, अब के गर्नु, उताबाट इमर्जेन्सी फोन आयो, म आएँ हुन्न भने अरू फेरि फर्केर आइहाल्छ नि बहिनी, चिन्ता नगर। ए हुन्छ दाजु, छिटै फर्केर आउनु है, उहाँ पनि एक्लै हुनुहुन्छ, यता आएपछि त यसो टाइम पास पनि हुन्छ नि। ए सुन्नु त, दाजु त आज सहरतिरै फर्किने रे, यसो करेसा बागतिर गएर हरियो मकै काँक्राहरू के छ टिपेर लिएर आउनु है। तेरो बहिनी पनि ज्वाइँ साहबलाई नि यसो खाजा खानु देऊ न, कति हतार गरेको, म बिस्तारै गइहाल्छु नि। ऊ त्यहाँ प्लास्टिक छ, लिएर जाऊ। तिम्रो त बिर्सिनी बानी छ, खाजा त अहिले आएर खाए नि हुन्छ नि। म त मेरो बहिनी मात्र हात मिठो छ भनेको त कहाँको, मेरो ज्वाइँ साहबको हो नि त, यस्तो मिठो बनाउने कला रहेछ, यति मिठो हात रहेछ। आहा मान्छे मात्र पो त्यस्ता छन् दाइ, काम त गरिसकेपछि त राम्रै गर्छन्। ल बहिनी, खाजा पनि खाइयो। दाइ हजुरलाई त खाजा अझै पुगेन क्या? यत्रो
यत्रो धेरै खाइयो टन्न बस पुग्यो बहिनी हुन्छ ठिकै छ ल त्यहाँ यति नै फलेको रहेछ अनि यति नै छ यो हरियो मकै काँक्रो ल्याइदिन्छु कि र दाइलाई यति पठाउनु अहिले जय सर अब मलाई यति हो त प्रशस्त पुगिहाल्छ नि अब त्यहाँ एकजना काम गर्ने बहिनी छ उसलाई अलिकति दिन्छु म त भइहाल्छ यति भयो चिन्ता नलिनु अरूलाई नबाड्नु नि फेरि हजुरको मन त कमालो छ दाजु फेरि सबै बाँडेर सघाउनु होला नि ल बहिनी जय म पनि अब लाग्नु पर्यो ढिलो हुन्छ बरु म वहाँ पुगेपछि कल गर्छु ल ल हुन्छ दाइ पुग्ने बित्तिकै कल गर्नु है ल ल जान्छ राम्रोसँग जान्छ ल बहिनी जय म पनि लाग्नु पर्यो है जानुहुन्छ दाइ ल राम्रोसँग बस्नु मिलेर बस्नु मिलेर बसेको जस्तो राम्रो अरू केही पनि छैन यो संसारमा है ल म वहाँ पुगेर कल गरिहाल्छु नि गएर खाजा खाने के ट्वाल्ल हेरेर बस्छु सुस्मिता बहिनी सुस्मिता कान्छी दाई नमस्कार नमस्ते बहिनी आरामै हुनुहुन्छ अनि कहिले आउनुभयो त दाई आउनु न बस्नु खै बहिनी के सन्चो भन्ने के बिसन्चो भन्ने शारीरिक रूपमा सन्चो भए पनि मानसिक रूपमा ठुलो रोग लागेको छ बहिनी 2 मिनट कुरा गर्न मिल्छ दाई भन्नु न के भयो 2 मिनट मात्र होइन कति समय चाहिन्छ म दिन तयार छु केही होइन बहिनी तिमीसँग केही कुरा सोध्न मन लाग्यो बहिनी बुबा आमा र भगवानपछि सबैभन्दा बढी विश्वास गर्ने भन्यो भने मैले तिमीलाई तिमीसँग ठुलो सत्यको आशा बोकेर आएको छु झुट नबोला है के भयो र दाई किन यस्तो निराश भएर बोल्नुभएको निराश नभएर के गर्नु बहिनी छातीभित्र आगो दन्किएको छ कसैलाई देखाउन मिलेको छैन के कुरा हो र दाई बहिनी केही नभनौँ केही नबोलौँ भनेर नदेखेको नबुझेको जस्तो नाटक गरेँ हिजो रातभरि निद्रा लागेर भाउजूलाई गरेको माया भाउजूलाई दिएको साथ सम्झेर छाती पोलेर आउँछ बहिनी तिमी त मेरो बहिनी सरहको मान्छे झुट नबोल म कसैलाई केही पनि गर्दिनँ बहिनी खै दाई के भन्नु र बहिनी तिमीलाई सबै कुरा थाहा छ गाउँमा भाउजू गर त्यो केटाको बारेमा के कुरा चलिरहेछ भनेर दाई हजुरलाई दुःख होला भनेर मैले सबै कुरा लुकाइदिएँ अब लुकाएर केही पनि काम छैन भन बहिनी जे छ सबै भन दाई त्यो केटा कोही नभएर गाउँकै हरि अङ्कल हो पहिला त एकदम राम्रो मान्छे हुन् तर अहिले केही काम गर्दैनन् त्यो अङ्कलको काम भनेको कसका बुढी छोरी बुहारीका बुढाहरू विदेश छन् र आफ्नो बस्न पारम्ला भन्ने मात्र हो हरि अङ्कलले हरेक दिन भाउजूलाई कहिले त चौतारीमा कहिले खोल्सामा कहिले त घरमै ल्याएर बस्नुहुन्छ अनि भाउजू पनि घन्टौँ घन्टासम्म हरि अङ्कलसँग फोनमा कुरा गरेर बस्नुहुन्छ अनि बहिनी कति भयो त यिनीहरूको चर्तीकला चलेको धेरै भइसक्यो दाई गाउँका 2-4 जना मान्छेले देखेर कुरा पनि काटिसकेका छन् मलाई त लाज लाग्छ यो सब देखेर तपाईँ जस्तो इमान्दार सोझो मान्छेको घरमा पनि यस्तो तिमीलाई धेरै धन्यवाद बहिनी यो सब सत्य कुरा भनिदिएकोमा दाई रिसाउनुहुन्छ कि फेरि भाउजूलाई नपिट्नु है रिसाएर पिटेर के नै हुन्छ र बहिनी जुन मायाको डोरी चुटिसक्यो अब बाँधेर काम छैन कमाएकै थिएँ माया गरेकै थिएँ मेरो के गल्ती थियो र बहिनी तपाईँको केही गल्ती छैन दाई मान्छेको मन बस यो कुरा यहीँ छोडिदियो बहिनी
तिमीले पनि केही नथाहा पाए जस्तो गर, म पनि केही नदेखेको जस्तो गर्छु। अब घरको इज्जत घरमा नै मिलाउनु पर्छ। हस् दाइ, आफ्नो ख्याल राख्नुहोस् अनि इज्जत पनि सम्झाउनुहोस्। हस् बहिनी, यही इज्जत सम्झेर आजसम्म मैले केही गरेको छैन।